हेलो नमस्ते। आज पूर्णिको दिन भएर चाहिँ म बिहानै बौद्धतिर हिँड्दैछु। अनि बाटोमा पनि मर्निङ वाक जसरी नै हिँडेर गएको हो। मेरो भान्जा र छोरा पनि आउँदैछ। अनि हामी हिँडी बौद्ध जाँदैछौँ। बौद्ध पनि पुग्यो। छोटो ब्लग हो, माया गरिदिनु होला है। बौद्धमा मान्छे धेरै भिड थियो। आज बुद्ध जयन्तीको अवसर भएर पनि होला मान्छेको भिड थियो। मेरो बच्चा र भान्जा फोटो खिच्नलाई मात्रै नमान्ने। मैले लुकी बल्ल भिडियो खिचेको ठुस्स पर्दै थियो दुवैजना, हेर्नु होला। अनि म आज परेवाको खानाहरू पनि खासै दिइनँ जस्तो, किन धेरै नै थियो त्यहाँ खानाहरू। त्यसैले हेरेर आनन्द लिएँ। परेवाको त्यो हावाले आनन्द, अनि बौद्धको शान्त वातावरण त खासै थिएन भने पनि बौद्धमा गएपछि मन चाहिँ शान्ति हुने रहेछ, आनन्द फिल हुने, रमाइलो। छोराहरू ठसक्क परे। बौद्ध स्तूपा पनि यति राम्रो सजाएको थियो। बच्चाहरू फेरि बौद्ध एक चक्कर लगाउँ माथि गएर, अनि त्यसपछि चाहिँ हामी फेरि फोटो खिच्नु भनेको बच्चाहरू मानेनन् फर्किने बेलामा फेरि। अनि एकचोटि फेरि स्तूपाको फोटो खिच्न मन लाग्यो, भिडियो गरेर हामी फर्कियौँ। हस् त, नमस्ते।